लागि म जन्म लिएको हुँ यो देशको लागि म जन्म लिएको हुँ मसँग कसैले यो दाकाब कुरै नगर्नु यो देशको लागि म जन्म लिएको हुँ यो देशको लागि म जन्म लिएको हुँ रात दिन मलाई चिन्ता यही देशकै लाग्छ यही देशकै लाग्छ रात दिन मलाई चिन्ता यही देशकै लाग्छ यही देशकै लाग्छ केही नगरी मरे भने केही नगरी मरे भने पिरले मन पाछ पिरले मन पाछ यो देशको लागि म जन्म लिएको हुँ मसँग कसैले अशान्तिका कुरै नगर्नु यो देशको लागि म जन्म लिएको हुँ यो देशको लागि म जन्म लिएको हुँ हर समय उहाँको देन छ हामीलाई पनि राम्रो राम्रो काम गराउन उहाँको काम गराई उहाँको लगनशील उहाँको मेहनतले हामीले पनि धेरै कुरा सिक्न सकिन्छ आधी बाटो हिँडेपछि तिमीसित भेट भयो जिन्दगीको हाम्रो यात्रा त्यही बाट सुरु भयो सानो मोडैमा आधी बाटो हिँडेपछि तिमीसित भेट भयो जिन्दगीको हाम्रो यात्रा त्यही बाट सुरु भयो सानो मोडैमा जन्म जन्म जिउला सँगै जन्म जन्म जिउला सँगै भाकेर बर्फिपलु भाकेर बर्फिपलु यो तन्दी यो मन्दी यो तन्दी यो मन्दी तिमीलाई ए मायालु छोएर बर्फिपलु भाकेर बर्फिपलु कीर्तिचन्द्र घिमिरेलाई म 2058 सालदेखि चिन्दछु उहाँ र म 2058 साल असार महिनामा यहाँ आए जस्तो लाग्छ उहाँ जवानदेखि नै एकदम काबिल व्यक्तिको रूपमा चिनिनुहुन्थ्यो उहाँको मुखबाट नाइ हुन्न सक्दिन जान्दिन कहिल्यै सुनिएन उहाँ आत्तिएको रिसाएको पनि कहिल्यै देखिएन साथीभाइको लागि ज्यान दिने नयाँ गुरुबाहरूलाई नयाँ नवप्रवेशीहरूलाई चाहिँ उहाँ चाहिँ हौसला दिने सकारात्मक सोच भएको दीर्घकालीन एकदम फार साइटनेस दीर्घकालीन सोच भएका एउटा काबिल अधिकृत हुन् शिक्षालयलाई उहाँ गइसकेपछि उहाँको अर्को खड्किन्छ जस्तो लाग्छ उहाँ के थियो भने जहाँ अड्को त्यहाँ कीर्तिचन्द्र सङ्कट मोचन हनुमान भने जस्तै शिक्षालयको सङ्कट मोचन चाहिँ कीर्तिचन्द्र घिमिरे व्यवस्थापकीय पक्षमा पनि एकदम अब्बल निपुण
शिक्षालयको बाहिर जनसम्पर्क खासै हुँदैन, तर उहाँको चाहिँ यत्र तत्र सर्वत्र चिन्नुहुन्थ्यो उहाँले। त्यही भएर यहाँ केही गाह्रो पर्दा यस्तो पर्यो भन्ने बित्तिकै म चिनेको छु त्यहाँ जा, म फोन गरिदिन्छु भन्नुहुन्थ्यो। हाम्रो लागि उहाँ एक साथी मात्र नभएर एउटा अभिभावक पनि हो। उहाँको योगदान छ शिक्षालयमा। कोरोना महामारीको बेलामा जब मेसमा कोही नचलाउने हुँदाखेरि नि उहाँले म चलाउँछु भनेर लामो समय मेस व्यवस्थापकको पनि जिम्मेवारी निर्वाह गर्नुभयो। अनि सबैभन्दा मलाई अचम्म लागेको कुरो उहाँको रिटायरमेन्ट 15 गते, 14 गते आइतबार परेको थियो। उहाँ 14 गते अन्तिम दिनसम्म पनि दुरुस्त निरीक्षण मिल्न जानुभएको थियो। बाँधेर भक्कानु मनमै मुठले मुस्काई, कसरी गरौँ भन आज म तिमीलाई बिदाई।